यो हाम्रा हाम्रा गोरु खै खन्यु टिप्न है खन्यु खाऊ खन्यु अब रुखमा चढ्छ कसरी भन्दाखेरि हट रुखमा चढ्यो केटाहरू कस्तो यो मुला कपाल चाहिँ के हुन्छ यस्तो यो अलि यस्तो कपाल पनि यार अलिकति चट्ट मिल्नु नि पसिनै पसिना भएको छ कि खन्यु यो त मलाई एउटा खन्यु आमा खन्यु चढ्यो ऊ झन्दै झन्दै घोडा चढेको सिन्दुरले जित्छ हो खन्यु हाम्रो गाउँमा पाइने खन्यु हाम्रो गाउँमा पाइने गेडा खन्यु शेरलाई केटा हो तिम्रो यार अस्तिको दिन ल्याएको झन्डै हेर मलाई उता माथि कति झर खाइरहेको छ यसरी निचरेपछि प्लुत्त यसरी निस्किन्छ अनि मुखमा लाइन्छ प्लुत्त भयो गाई गोरु माथिको हाम्रो डाँडा हो माथि त माथि चाहिँ हाम्रो घर खन्यु हाम्रो खन्यु के रे यो केटा हो खन्यु खन्यु खन्या यो खन्या टिप्ने चाहिँ गाउँमा पाइने एउटा चिज हो गेडा खन्युको गेडा हजुर भित्र चाहिँ के हुन्छ थाहा छ गुदी यो मुला बाँदरले खन्यु टिप्दैछ त्यो यस्तो है देख्यो खन्यु त्यहाँ बाख्रा बकडी खोइ बकडी हाम्रो बकडी भयो उयो धेरै खायो भने फेरि पेट यो फेरि भुँडी दुखेर आया हुन्छ उदो कहाँ उकालो गाड जान्छ हौ फेरि घर जान आँटेको के हो गाई उदो उदय बेथा उदो गाई हाम्रो गाई हो गाई हो गाई यस्तै छ गाउँले जीवन के गर्नु गाह्रो छ यार तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन 1 रुपियाँ त छ है फेरि ल